हेलो दर्शन नमस्ते साथीहरु। तोङ्बा भनेपछि राई लिम्बूलाई सासैले टिप्ने है, बनाउन पनि एकदमै ख्याकी, एकदमै पर्फेक्ट क्या। तोङ्बा बनाउन भनेपछि एकदम जागर चलाएर मान्छे जो कोहीले पनि पकाउँछ। त्यसैमा म पनि परे। तोङ्बा पकाउँदा चाहिँ यसरी कोदोलाई चट्ट धुने है, सफा तरिकाले धुने, चट्ट धुने, यसरी मार्दै धुँदै यसको जति पनि उहरू निस्केपछि यसरी सङ्लो भएर यो धोएको कोदो यसरी बाल्टीमा खनाएर राखिएको छ है। चट्ट यो चाहिँ नधोएको कोदो, हेर्नु त ल कति फरक छ। चट्ट यसै गरिसकेपछि चट्ट पकाउने, धोएको कोदोलाई चट्ट आगो मिलाएर चट्ट पकाएर राखेको यो चट्ट यसरी पकाउने, चलाउँदै पकाउने, पकाइसकेपछि चट्ट फिजाएर राख्ने, सेलाउने, मर्चा हाल्ने, त्यसपछि अरु ठाउँमा लगाएर राख्ने। गाइजहरु भिडियो कस्तो लाग्यो सबैले लाइक कमेन्ट गर्नु होला है। थ्यांक यू सो मच गाइज।